लु भन्नु उता फर्काउ एकछिन। अस्ति चाहिँ है साइबो चाहिँ एकदमै भाइरल भएको छ है साथी हो। यो फुललाई चाहिँ के भन्छ गाइस तपाईँहरूले कमेन्ट गरेर भनिदिनु पर्ने हुन्छ है गाइस। मेरो ग्रुपमा चाहिँ नि गाइस सबैजना रोयल इनफिल्ड मात्रै छ है। र सिक्किमको हेरेर चाहिँ अलिकति ज्यादा नै ट्राफिक लाग्यो मलाई चाहिँ कालिम्पोङ चाहिँ है। साथै तिमीलाई 50 स्टेट रुटमा केही भन्नु छ? म चाहिँ सबैजना यो सिक्किम जातिहरू छ है, जतिजना सिक्किमकोहरू छ उहाँ सबैलाई एकदमै शुभकामना। अनि म पनि आज योको दिनमा चाहिँ यहाँ यसो सम्मेलन गरिरहेछु। सो हेलो गुड मर्निङ गाइज है। सो आज चाहिँ हामी बिहानै निस्किसकेको छौँ घुम्नुको लागि। अन्त हाम्रो यहाँनिर साथी छ साइबो। अस्ति चाहिँ है साइबो चाहिँ एकदमै भाइरल भएको छ है साथी हो। उहाँ चाहिँ अब हाम्रो सिक्किमको भाइरल टप कन्टेनरसँग है अरे कहना क्या चाहते हो उसले पनि कोल्याप्स गरेर है। त्योभन्दा अगाडि चाहिँ तपाईँहरूलाई म यहाँ भित्तामा देखाउन चाहन्छु। हेर्नु कस्तो दामी फुल चाहिँ फुलिरहेको छ। यो फुललाई चाहिँ के भन्छ गाइस तपाईँहरूले कमेन्ट गरेर भनिदिनु पर्ने हुन्छ है गाइस। यस दामी छ। त्यो फुललाई चाहिँ के फुल भन्छ? सबैमा हाम्रो नेता साथी राजकुमार साथी पनि आइपुगेको छ है। अनि हाम्रो अझै एकजना राइडर पछाडि छ जस्तो लाग्यो। छैन कोही पनि कोही छैन। त्यहाँदेखि बाँकीको चाहिँ सबै राइडरहरू चाहिँ अघि गइसक्यो। यहाँ रहेको चाहिँ हामी मात्रै गाइस। ल त अहिले भेटौँला गाइस। जहिले भने चाहिँ हामी चाहिँ यो कुन चाहिँ डाँडा भन्छ यसलाई? यो डाँडाको नाम चाहिँ बिन्तेरे ओसनम। सुन्नुभयो होला गाइस बिन्तेरे ओसनमहरू यो डाँडाको नाम चाहिँ है। अहिले भने चाहिँ फिलहालमा यो डाँडामा आइपुगेको अवस्था है। अनि हाम्रो आदि साथीहरू तल्लो लाइनमा बसिरहेछ। सो गाइस हाम्रो यहाँको आजको लाइनअप चाहिँ यस्तो छ। मेरो ग्रुपमा चाहिँ नि गाइस सबैजना रोयल इनफिल्ड मात्रै छ है। टाकटुक रोयल इनफिल्ड मात्रै छ। अनि एउटा N1 250 ठिक छ हो। अनि एउटा मेरो R1 छ हो। बाँकी सबै रोयल इनफिल्ड। कमी छैन कि गाइस, बाइकको चाहिँ कमी छैन गाइस होइन, पैसाको चाहिँ अलिक कमी छ। पैसा चाहिँ अलिकति मार खान्छ हामीलाई। सो गाइस आज चाहिँ हाम्रो होइन 50 स्टेट रुट सेलिब्रेसन गान्तोकमा हुनु गइरहेछ। अनि के भन्छ SPL है सिक्किम प्रिमियर लिग पनि भइरहेछ। अनि त्योमा चाहिँ है हामीले चाहिँ अब हाम्रो ग्याङहरू चाहिँ अब ग्रुप राइड गर्नु सकेन है। अन्त साथै तिमीलाई 50 स्टेट रुटमा केही भन्नु छ? म चाहिँ सबैजना यो सिक्किम जातिहरू छ है, जतिजना सिक्किमकोहरू छ उहाँ सबैलाई एकदमै शुभकामना। अनि म पनि आज योको दिनमा चाहिँ यहाँ यसो सम्मेलन गरिरहेछु। सबैजना यसमा भेटेर फेरि राइडमा छु। सो सबैजनालाई फेरि पनि होइन तपाईँहरू पनि गेट टुगेदर गर्नुहोस् साथीहरूसँग हामी जस्तै। अनि हाम्रो केटाहरू चाहिँ गरिब चाहिँ छैन है, पैसा कमी छ यहाँ। अन्त कस्तो छ त्यही हो गाइस। अब हामी चाहिँ अब ग्रुप राइडमा चाहिँ जानु पाएन जुन चाहिँ अस्ति सिक्किम स्टेट रुटको त्यहाँनिर है सिक्किम राइडरहरूले अर्गनाइज गरेको थियो है। र अब यहाँ चाहिँ हाम्रो सबैजना लोकलहरू मात्रै छ। अब यहाँ चाहिँ अब ग्रुप राइडमा अब त्यहाँ चाहिँ सामेल हुन नसके भए पनि फिलहालमा चाहिँ अब हामी चाहिँ यसरी निस्किरहेछ है त गाइस। हेलो एन्ड नमस्ते एभ्रिवान, वन्स अगेन वेलकम ब्याक टु माई न्यू एनदर ब्लग है। सो आजको मेरो ब्लग चाहिँ दुर्पिने डाँडा हामी आइसकेको छौँ। सक्नुहुन्छ दुर्पिने डाँडा भनिन्छ यसलाई चाहिँ है। माथि अलिक राम्रो देख्दैन रहेछ, त्यहाँ काटेको हेर्नुहोस् त कस्तो चाहिँ डर लाग्छ। त्यहाँदेखि लिएर गएर चाहिँ त्यो ठुलो साइडमा पुग्नुपर्ने रहेछ तल त्यो पिकमा यहाँनिर। अनि साथैमा आज चाहिँ मौसम साफ नदेला जस्तो छ है गाइस। पानी पर्ला जस्तो छ। रेनकोट पनि ल्याइएन। अनि आज चाहिँ म त ठिकै छ होइन, अब भिज्दै भए पनि हिँडिहाल्छ। तर हाम्रो आज भाइरल साइबो चाहिँ भिज्नै भयो भने त मलाई त्यसकै टेन्सन लागिरहेछ होइन साइबो? अनि साइबोलाई यहाँ कस्तो लाग्दैछ आज चाहिँ? जल्दी बोल, कल सुबह पनवेल निकलना है। राम्रो लागिरहेछ हो। अन्त अघि चाहिँ माथि कालिम्पोङ बजारमा चाहिँ नि गाइस
साइबो चाहिँ यति साह्रो डरायो कि यति साह्रो डरायो ट्राफिक पनि हेभी रहेछ नि त त्यहाँनिर कि जक्सन पनि 3वटा जक्सन रहेछ 3वटा जक्सनदेखि चाहिँ अब क्रसिङ हुँदै जानुपर्ने अन्त हाम्रो सिक्किमको हेरेर चाहिँ अलिकति ज्यादा नै ट्राफिक लाग्यो मलाई चाहिँ कालिम्पोङ चाहिँ है हेलो गाइस हामी चाहिँ यति बेला दुर्पिने डाँडा आइपुगेको छौँ अनि हाम्रो भाइरल साइबोले पनि दिँदैछ यहाँ तल हेर्नुहोस् त यो चाहिँ आर्मीको हेलो मेरो भ्लग पनि नबिर्सिकन हेरिदिनु पर्ने हुन्छ है गाइस त्यतिको चाहिँ फेरि दिनु पर्यो नि होइन साथैमा यो चाहिँ आर्मीको एरिया पर्छ जस्तो लाग्यो मलाई तल हेर्नुहोस् न भिड साइबोलाई एकछिन हेलमेट झुन्डाउनु दिएको आम्मा नझुन्डाइदिएला जस्तो गर्छ त अन्त अस्तिको चाहिँ भिडियोमा मैले देखाएको थिएँ नि गोविन्द दाजुले चाहिँ अर्ग्यानिक जुन चाहिँ पान बनाएको थियो यही हो पान बनाएको चाहिँ यसलाई चाहिँ हामीले नेपालीमा के पो भन्छ भने चाहिँ पान पराएर त्यो एउटा गनाउने खालको हुन्छ नि के भन्छ गनाउने पदेरा होइन हो गनाउने प्लान्ट हुन्छ नि अब त्यो के भन्छ बाबरी फुल भाइ सुन छान्ने भन्छ उयो माटो ल्याएर छान्ने पक्का पाउँछ है यहाँ चाहिँ सुनै सुन छ अरे नि त अन्त यहाँ चाहिँ यस्तो डरलाग्दो हावा चल्दो रहेछ त्यो हावाले चाहिँ अब यहाँ हेर्नुहोस् त साइबोले के भन्दैछ लो एक्सन खिचिसक्यो यसबाटै भएर टप गरेर निकाल्नुपर्छ होला यो पिकमा जानुपर्छ होला हौ यसलाई त सायदैमा लभर्स भ्यू पोइन्ट पनि भन्छ जस्तो लाग्यो ए सरी गाइस यसलाई चाहिँ सुसाइड पोइन्ट पनि भन्छ है मैले पनि यो चाहिँ उयसमा एकताल हाम्रो जोसन राईको भ्लगमा मैले देखेको थिएँ है तर म चाहिँ यहाँ आउनु चाहिँ कहिले आएको थिइनँ यहाँ बस्नु यसलाई चाहिँ के भन्छ हात्तीबारी होइन काँडै काँडा म चाहिँ उयो पिकमा जानु पऱ्यो दामी देख्छ नि यहाँ ढिलको नजारा यो चाहिँ सुसाइड पोइन्ट पनि भन्दो रहेछ गाइस यसलाई चाहिँ तपाईँहरू यहाँनिर को आउनु भएको छ है जतिजना पनि आउनु भएको छ है कमेन्ट गरिदिनु है त गाइस यहाँ त चिलाउनेको बिरुवा रहेछ अम्बो यहाँ त मैले देखेको थिइनँ यस्तो भिड रहेछ नि त ऊ यहाँ चाहिँ बादल बुरु आइरहेको है हाम्रो साथीहरूले चाहिँ ऊ त्यो डाँडामा पुगेको छ ओ अनि म चाहिँ बोलेको डाँडामा आइरहेको छु है गाइस हावा चाहिँ मजाको चल्नेछ यहाँ चाहिँ आएर चाहिँ है मजाले रिल्याक्स गर्नु सक्नुहुने रहेछ है गाइस तपाईँहरू पनि आउनु पऱ्यो नि हेर्नुहोस् त ध्वजाहरू तल गाडेको खतरा देख्दो है सो गाइस तपाईँहरूलाई चाहिँ म एउटा कुरा भन्नु मन लाग्यो है तपाईँहरू जतिजना पनि अब यस्तो जग्गातिर घुम्नु आउनुहुन्छ होइन मजाले घुमेर जानुहोस् तर यस्तो चाहिँ नगरिदिनुहोस् क्या यहाँ हेर्नुहोस् त है बोतलहरू खाएर फुटाएर होइन यहाँनिर पनि धेरैजना मान्छेहरू आउँछ घुम्नु उनीहरूको पनि खुट्टाहरू काट्छ है सो गाइस तपाईँहरूलाई के कस्तो लाग्छ यो यस्तो गर्नु सही हो या गलत हो है कमेन्ट गर्नु चाहिँ नभुल्नु होला है त गाइस सो अलराइट गाइस अहिले चाहिँ अब हामी फोटोसोटो पनि खिचिसक्यो हो रिल्सहरू पनि जति बनाउन्थ्यो बनाइसक्यो अब यहाँदेखि चाहिँ हामी निस्किँदै गरेको है अनि मसँग चाहिँ यहाँ राजकुमार पनि आउँदैछ उयो लड्छ है यहाँ पनि उसले पनि फोटोसोटो गऱ्यो रिल्स त उसले बनाउँदैन फोटोहरू चाहिँ खिच्यो है अनि राजकुमार तिमीलाई आज कस्तो लाग्यो हाम्रो राइडमा एकदम मजा आयो दोस्त मजा आयो सँगै छु यहाँ चाहिँ अब डरलाग्दो रिल्स हुँदैछ है गाइस 3, 2, 1, गो
दामी 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 क्या खतरा हुँदो रहेछ अब यहाँदेखि बोलेको पनि सुन्दैन होला है के छ तिम्रो मनमा भनिदेऊ न के छ यस्तोहरू पनि चाहिँ फेरि हाम्रो दोस्तहरूको चाहिँ फेरि एक्स्ट्रा जाँदैछ दुईजना मात्रै हो खै के गफ गर्यो अरे के गफ गरेको दोस्तलाई भइसक्यो नि त्यस्तो रहेछ नि त पारा सो गाइस आजको मेरो ब्लग चाहिँ है यति नै थियो के कसो लाग्छ तपाईँहरूलाई है मेरो ब्लग यतिमै एन्ड गर्दैछु है तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ लाइक गर्ने सेयर गर्ने कमेन्ट गर्ने अनि फलो गर्न चाहिँ नभुल्ने ल त गाइस सी यु इन द नेक्स्ट ब्लग